अहिले जापानमा जसको पनि 30 अथवा 31 दिनको भिजाहरू चाहिँ आइरहेको छ है। 31 दिनको भिजा आयो भने चाहिँ तपाईँले अझ 2 महिनासम्म बस्न मिल्छ। यानि कि तपाईँले खाँचोदो भिजा एप्लाई गर्न मिल्छ अथवा तोकुरे किखान भन्छ स्पेसल पिरियडमा तपाईँले अझै 2 महिना बस्न मिल्छ र तपाईँको त्यो 2 महिनाभित्रमा चाहिँ तपाईँले कामहरू खोजेर अर्को खाइसाहरू खोजेर फेरि एप्लाई गरेर मजाले बस्न मिल्छ। र तपाईँको चाहिँ 30 दिनको भिजा आयो भने चाहिँ 30 दिनको भिजा आयो भने चाहिँ फर्किनु नै पर्ने हुन्छ। तर अहिलेको केसमा चाहिँ 30 दिनको भिजालाई पनि रिजनहरू सबै कुराहरू डकुमेन्टहरू हामीले बुझाउन सक्यो। इमिग्रेसनमा भने चाहिँ 30 दिनको भिजालाई चाहिँ 31 दिनमा परिवर्तन गर्न सकिन्छ है, गरिरहनु पनि भएको छ। त्यो चाहिँ फेरि आफै स्वयंले गर्न सकिने भने चाहिँ होइन। गेउसोसोसी भन्छ यानि कि वकिल लयर लाएर चाहिँ तपाईँले गर्न सक्नुहुन्छ। यो चाहिँ वकिलको हातमा हुन्छ है। किनकि हाम्रो चाहिँ सिधै तपाईँको इमिग्रेसनमा सम्पर्क हुँदैन भने चाहिँ वकिलको चाहिँ तपाईँको सिधै इमिग्रेसनका मान्छेहरूसँग तपाईँको सम्पर्क हुन्छ र तपाईँको के कारणले चाहिँ त्यस्तो भएको त्यो सबै डकुमेन्टहरू मिलायो भने चाहिँ 30 दिनको भिजालाई चाहिँ 31 दिनमा परिवर्तन गरेर तपाईँको त्यसपछि 2 महिनाको तपाईँको पिरियड हुन्छ त्यो पछि पनि हामी बस्न मिल्छ है। बस्न मिल्छ। तपाईँको खाँचोदो भिजा एप्लाई गर्न मिल्छ र 6 महिनाको भिजाहरू पनि हुन्छ खाँचोदो भिजा। त्यो त्यो बिचमा तपाईँहरूले कामहरू खोजेर मजाले जापान फेरि बस्न मिल्छ र भिजाहरू धेरै आइरहेको केसहरू पनि छ। र अर्को कुरा 30 दिनको भिजा मात्रै भएर तपाईँहरू चाहिँ अर्को कम्पनी खोज्दै हुनुहुन्छ भने चाहिँ एकदमै गाह्रो हुन्छ। त्यो बेलामा केका आउँदैन रहेछ है। 30 दिनमा केका नआइसकेपछि 30 देखि अब तपाईँको भोलिपल्ट लाग्यो भने तपाईँको ओभरस्टे हुन्छ। ओभरस्टे भयो भने जबरजस्ती जापानले हामी सबैलाई निकाल्छ। त्यस कारणले गर्दाखेरि 30 दिनको भिजा आउँदाखेरि चाहिँ अनिवार्य नेपाल जानुपर्ने भन्ने हल्ला चाहिँ त्यो रहेछ है साथीहरू भनेर बुझाउन चाहन्छु। र अहिलेको चाहिँ नाइयोहरू नमिलेर लगायत विभिन्न तपाईँको पेन्सनहरू के नतिरेर लगायत विभिन्न कारणले चाहिँ 30 अथवा 31 दिनको भिजाहरू चाहिँ आइरहेको छ भने चाहिँ मजाले तपाईँहरूले चाहिँ गेउसोसोसी यानि कि वकिललाई चाहिँ मजाले परामर्श गरेर रिउ के हो? के कारणले गर्दाखेरि चाहिँ यस्तो भिजा आयो? अथवा भनेर चाहिँ सबै कुराहरू बुझेर चाहिँ त्यही अनुसारले गर्नुभयो भने चाहिँ तपाईँहरूको भिजा आउँछ, टेन्सन गर्नु पर्दैन भन्न चाहन्छु। आफू भलो त जगतै भलो सम्पूर्णलाई मैले यो चाहिँ जानेको कुरा तपाईँहरूलाई सेयर गरेँ। तपाईँहरूलाई पनि धेरै कुराहरू थाहा छ भने कमेन्ट गर्नु होला। तपाईँहरूको कुराहरू पनि हामीले सुन्छौँ र हामीलाई पनि नलेज हुन्छ। हस्त नमस्ते, बाई।